So guys, आज चाहिँ हामी कुन ठाउँ रे दिना दोङचाक है फेरि गलत मिनिङ नलाउनु होला फेरि अर्को ठाउँमा पुग्छ हैन हामी जाँदैछौँ हैन आज चाहिँ हामी चाहिँ 1 2 3 4 5 6 7 जना छौँ है अनि हामी चाहिँ त्यहाँ गएर यसो आज पिकनिक भनेर हामीले चाहिँ यहाँ ब्यागमा यो खानेकुराहरू अनि त्यसपछि त्यहाँ तपाईँले गिटार देख्न सक्नुहुन्छ अनि उता खानेकुराहरू म्याटहरू सबै बोकेर जाँदैछौँ अहिले चाहिँ कति बज्यो बेर अहिले ठ्याक्क लगभग 4:30 5 बज्न लाग्यो 5 बज्न लाग्यो होला बेलुका हो अनि हामी चाहिँ आज यसो नाइट उठेन भने सनसेट पनि देखिन्छ भनेर यसो त्यही भएर हामी निक्लेका छौँ अनि माइन्ड नगर्नु मेरो नाकमा चाहिँ अलिकति पिम्पल पनि आएको छ होइन हावा लगाएर पुरा यस्तो पर उडेर गएर चाहिँ हामी सबजना जाँदैछौँ अनि यहाँ जाँदा जाँदै बाटोमा हामी चक्लेट खाँदै पनि छौँ होइन चक्लेट खाँदै जाँदैछौँ अनि आज जाने अब हामी गएर के गर्छौँ कस्तो गर्छौँ अनि कतिको रमाइलो हुन्छ त्यो हेर्नु होला अनि यो ठाउँ चाहिँ कस्तो छ त्यो पनि तपाईँहरूले यसो अवलोकन गर्नु होला किनभने यो ठाउँ चाहिँ लगभग हामी कतिजना चाहिँ जाँदैनौँ त्यही भएर पनि है ल सबैजना हेर्दै गर्नुलाई हामी चाहिँ यसरी जाँदैछौँ गाइज मेरो श्रीमती अनि त्यसपछि उतापट्टि फ्रान्सिस ब्रो जोन ब्रो अनि त्यसपछि हाम्रो दिना म्याम सरिता म्याम हामी सबजना जाँदैछौँ गाइज अनि त्यसपछि हेर्नु होला हामी के गर्छौँ कस्तो भनेर सबै कुराहरू हेर्नु होला है ल हामी चाहिँ अब उरी माट गएर प्लेट पनि लिएर आयौँ होइन अनि त्यसपछि पशुपति माट गएर चिउरा चाउचाउ पनि बोकेर आयौँ है अनि हामी चाहिँ यहाँ ट्रेन स्टेसन आइसकेका छौँ यहाँ हामी कुर्दैछौँ होइन हामी यतिजना छौँ यहाँ त्यो नाना र सरिता आउँदैछन् होइन अब चाहिँ अब केही समयमा चाहिँ अब के हुन्छ ट्रेन आउँछ अनि ट्रेन आएपछि हामी चाहिँ यहाँबाट सायद डाइरेक्ट छ होइन डाइरेक्ट जाँदैछौँ हामीले 4 नम्बरको गेटबाट छौँ अनि 20 मिनट लाग्छ तपाईँहरू सुनि नै हाल्नुभयो कोरेमा भन्नु यहाँ हाम्रो सरिताले हाम्रो दिमाले कोरेमा भन्नुहुन्छ अरे होइन हामी कुन स्टेसनमा खोइ त नि छिटो पालि होइन त यहाँबाट हामी कहाँ जान आँट्यो अनि हामी के भन्छ अरे कति बेला छिटो पालि कोरियन नभन्ने यहाँ कोरियन फेरि हाम्रो कोरियन छाड्यो भने चाहिँ फेरि लाज मान्छ है अब मैले भनिदिनु त केटाहरू होइन गाइजहरू होइन तर अहिले यहाँ नाक दुखिरहेको छ त्यही भएर कोरियनमा चाहिँ पछि बोलाउँला ल गाइज ट्रेनहरू आयो अब हामी चाहिँ ट्रेनमा चढ्ने पछि भेट्नेछ ल अनि कम्पार्टमेन्ट छुट्टा छ नि त अरू भएन ल गाइज अब चाहिँ हामी तपाईँहरूलाई ट्रेनबाट ओर्लेपछि ट्रेन चढेछौँ अनि त्यसपछि हामी चाहिँ तपाईँहरूलाई पछि भेट्नेछौँ है ट्रेन चढेर देखाउने ल जोनले ट्रेन चढेर देखाउने रे हामी चाहिँ जोन ट्रेन चढिरहेको देख्नेछौँ है ल ट्रेनमा बसिसकेका छौँ अब चाहिँ हामी जाँदैछौँ लगभग 20 मिनट जति लाग्छ यहाँबाट होइन अनि यहाँ तपाईँको जोन देख्न छ फ्रान्सिस ब्रो हुनुहुन्छ है त्यसपछि हाम्रो यहाँबाट कति 20 मिनट होइन 20 मिनटमा गएर अनि हामी चाहिँ के गर्दैछौँ कस्तो गर्दैछौँ त्यो सबै तपाईँहरूलाई देखाउनेछौँ ओके पछि भेटौँला हाम्रो गाइजहरू चाहिँ यता फोटो खिच्दै हुनुहुन्छ पोज दिँदै हुनुहुन्छ यता हुनुहुन्छ खाली नै छ सबै म चाहिँ यहाँ यसरी बाहिर हेर्नु सक्नुहुन्छ है बाहिर यस्तो छ अनि हामी चाहिँ यसरी बसिरहेको छौँ तपाईँ चाहिँ ट्रेन पनि आज जस्ट खाली छ यता पनि देख्दैन यता पनि खाली छ यो चाहिँ कोरियामा चाहिँ एउटा चिज चाहिँ के छ भने चाहिँ ट्रेनतिर बाटोतिर हिँड्दाखेरि चाहिँ यो लिपस्टिक लाउने क्रिम लाउने यो चाहिँ ल फेसन सबैले ठिक पनि छ हाम्रो नेपालतिर चाहिँ यो क्रिम चाहिँ यताउता लगायो भने किन लगाएको नक्कली बन्छ भन्नुहुन्छ कोरियामा चाहिँ यो सबले क्रिम चाहिँ यसो गरेर हुन्छ है झरिसकेका छौँ सबै झरिसकेका छौँ होइन अब चाहिँ हामी यहाँबाट बाहिर निक्लिँदैछौँ अनि अब चाहिँ हामी ट्रेनबाट बाहिर निक्लेर अनि यहाँ एउटा फ्रीको बस आउँछ अरे अनि त्यो बसमा चढेर हामी जानेछौँ है अब चाहिँ हामी चाहिँ त्यो स्टेसन बाहिर निस्क्यौँ अनि अब चाहिँ यहाँ चाहिँ फ्रीको गाडी आउँछ अरे कि नि सानो चिन्टेलाको गाडी आउँछ अरे त्यो चाहिँ फ्रीको गाडी हो अनि त्यही भएर अब हामी जाँदैछौँ गाइस अगाडि भेनाजुरा दाइ हुनुहुन्छ नानाहरू चाहिँ पछाडि आउँदै हुनुहुन्छ हामी चाहिँ बिचमा छौँ सो तपाईँहरू हेरेर हामीलाई साथ दिनु होला अब तपाईँहरूलाई हामी कहाँ पुग्यौँ के गर्दैछौँ तपाईँहरूलाई देखाउनेछु हामी चाहिँ यो चाहिँ के भन्छ यो
पुलको ठ्याक्क पुलको मुनि छ क्या, माथि पनि पुलमा गाडीमा चाहिँ कुदिरहेको छ मजाले होइन। यो माथि पुल त मुनि पनि रोड जस्तो रहेछ। हामीले ट्रेन स्टेसनबाट यता बाहिर आएर हामी हिँड्दैछौँ। अनि अलिकति अगाडि गएर चाहिँ सायद त्यहाँ बस स्ट्यान्ड हुन्छ, अनि त्यहाँ चाहिँ हामी बसमा चढेर होइन जानेछौँ। तपाईँहरू हामीले हेर्दै गर्नु होला। अनि त्यो ठाउँमा गएर हामी बसेर अनि एउटा पिकनिकै हामीले चाहिँ घरबाट खाना बनाएर ल्याएछौँ। अगाडि बोकेका छौँ, बोलेको छ, पछाडि अगाडि हुँदै हुनुहुन्छ, पछाडि चाहिँ आउँदै हुनुहुन्छ नानाहरू। अनि यो एरियामा चाहिँ लगभग स्टेसनमा पनि मैले चाहिँ थुप्रो विदेशीहरू पनि थुप्रो देखेँ। तर आज रमाइलो हुन्छ मलाई लागिराखेको छ। हामी चाहिँ बस आएको छ, तपाईँहरू हामीलाई बस देख्न सक्नुहुन्छ। बस हामी देखाउने जाँदैछौँ। अनि त्यहाँ पुग्नको लागि चाहिँ यहाँ चिन्टेलाल बस आएको छ कि, त्यो बसमा चाहिँ फ्री हो। अनि त्यो कार्टुन बस जस्तो नै छ कि नि, त्यहाँबाट हेर्न सक्नुहुन्छ नि। हेर्नु त हामी चाहिँ बसको नजिकै आइपुगिसक्यौँ। अब त्यो बस चढेर चाहिँ हामी जाने। तर त्यो खेलौना बस जस्तो आइदिन्छ होइन। तर हुनुहुन्छ। अनि यो चाहिँ हेर्नु न कस्तो क्युटवाला गाडी छ। सो यस तपाईँहरूले हेर्न सक्नुहुन्छ, हामी चाहिँ यो बसमा चढेर जानेछौँ होला सायद होइन। अनि यहाँ चाहिँ अलिकति अब यो ट्रेन स्टेसनबाट ओर्लिँदा साथ पनि यो भ्यू चाहिँ अलिकति राम्रो आएको छ क्या। यहाँ चाहिँ है उयो यहाँबाट नि माथिबाट नि ट्रेन स्टेसनमा जानु मिल्दो रहेछ। अनि यहाँ चाहिँ भ्यू चाहिँ यत्तिकै पनि राम्रो आएको छ। उयो हाम्रो जोन र फ्रान्सिस ब्रो चाहिँ अब त्यो बसमा गइसकेको छ। अनि यहाँ मेरो श्रीमती पनि जाँदैछ है। अनि म पनि ब्याग बोकेर जाँदैछु। अनि हाम्रो अरू गाउँ चाहिँ आउँदै हुनुहुन्छ है, बिस्तारै आउँदै हुनुहुन्छ। हेर्नु त्यहाँ आमा खोला हेर्नु, त्यहाँ त्यो खोला, त्यहाँबाट खोला पनि देखेको छ मजा आएको है। यही नै यसो रमाइलो यसो रमाइलो यहाँ घुम्ने ठाउँ यही पनि रहेछ। अनि अघि हामी खास गरी 1 नम्बर एक्जिटबाट आयो। एक्जिट त उयो यता हेर त, यो 4 नम्बर कि 9 नम्बर एक्जिट रहेछ है। 9 नम्बर एक्जिटबाट आएको भए नि सायद हामी ठ्याक्कै बसकै उसमा त पुग्दो रहेछौँ है। अनि त्यहाँ अब ड्राइभरले के देखाउँदैछ हामी त्यहाँ हेर्नेछौँ है। यो ठाउँ पनि राम्रो रहेछ। जोन स्युल वेब बाजेले चाहिँ नि यो कन्सर्ट गर्नुभएको रहेछ नि, त्यही आफूले गिटार बजाएको अनि त्यो गिटारको देखाइरहनु मैले। नेपाल सर यहाँ पुरै हामीलाई पुरै बाइक साइक सबै देखाउन आँटेको छ है। उसले बाइक हार्ली डेभिडसन चलाएको बाइक पुरा देखाउन आँटिरहेको छ है यो गाडीवाला। हार्ली डेभिडसन चाहिँ यहाँ आइसकेको छ। यहाँ बच्चाहरू पनि यसरी अब हामी चाहिँ यहाँ छिर्ने विचार गरेका छौँ है। हाम्रो ड्राइभर बुढाले अघि हामीलाई हार्ली डेभिडसन बाइकदेखि लिएर सबै चिज देखाउनु भइरहेछ है। पुरा कन्सर्ट गरेको रहेछ। अनि पुरा बाइक पनि पुरा देखाइरहेको थियो। अब चाहिँ हामी छिरेका छौँ है, छिरेर देखाउँछौँ तपाईँहरूलाई। अनि यही हो हामी चाहिँ अब केही नभए हामी चाहिँ के गर्यौँ, बसभित्र छिरिसकेका छौँ है। हाम्रो साथीहरू पनि छ भनौँ न, हुन्छ है। यो बस चाहिँ चिन्तेलाल बस रहेछ, रमाइलो छ यस्तो चाहिँ हेर्दाखेरि। हाम्रो बाँकी हाम्रो दिनाहरू अनि हाम्रो गाइजहरू पनि आइसक्नु भएको छ है। अब चाहिँ हामी चाहिँ यसरी अब मिलेर हामी 3 जना यहाँ, अनि त्यसपछि बाँकीको 4 जना पछाडि खाँदेर बसेका छौँ है। अब चाहिँ हामी गयौँ जनालाई 50,000 उनीहरूलाई 50,000 यहाँबाट त ट्रेन टिकटै 50,000 त्यही पुगेको गाडी पनि त्यहाँ सुत्दैछ है। यस्तो छ। अनि हामी पनि पुरा जाँदैछौँ है। गाडी आउँदैछ अनि हामी चाहिँ यसरी चढेर जाँदैछौँ। यहाँ चाहिँ ठाउँहरू पनि सानसानो पोखरीहरू पनि आनन्द गरे घुम्ने ठाउँहरू मजाले चाहिँ हुन्छ। पोखरीहरू उता चाहिँ
चाहिँ यो सानो सानो रोड रहेछ है हाम्रो गाडी कुद्ने चाहिँ हामी त्यहाँ चाहिँ के भन्छ अरे यस्तो तपाईँले इभिनिङ वाक गर्ने अथवा मर्निङ वाक गर्नेहरू तपाईँले मजाले देख्न सक्नुहुन्छ है यहाँ चाहिँ तपाईँहरूले यहाँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो पोखरीको उतापट्टि अलिक यतापट्टिको छेउमा बस्यो भने चाहिँ अलि राम्रोसँग देखिन्न होइन तर फोर्स सबै रहेछ यत्रो बोटहरू पनि छ है तपाईँहरूलाई कुन बोट चाहियो भन्नु है यो सर्फिङ गर्ने बोट यो बोटहरू भयो अब त्यो यो गाडी पनि खुब चढ्नु मन छ है यो त ठुलो रहेछ है यो पनि सर्फिङ बोटै हो त्यो पुलबाट चाहिँ हामी जाँदैछौँ 죄송합니다. 비켜주세요. 감사합니다. 감사합니다. कता जाने भयो कि यति राम्रो ठाउँ छ यतातिर पनि भने यता रहेछ क्यामेरा भने म त कहाँ खिचौँ भयो हेर्नु न ठुलै भयो बस स्टेसन आइपुग्यो अनि नाना उता जान म चाहिँ बिचमा सिट चेन्ज गर्नु हुँदैछ यसरी जाँदैछौँ अब चाहिँ देख्न सक्नुहुन्छ है यस्तो छ सिन चाहिँ हरन बजाउने तरिका यो चाहिँ यहाँ हाँस पनि रहेछ है ठ्याक्क बिचमा 죄송합니다. 비켜주세요. 죄송합니다. 비켜주세요. 죄송합니다. 비켜주세요. 죄송합니다. 비켜주세요. 죄송합니다. 비켜주세요.
हामी चाहिँ यहाँ झरेका छौँ है। यहाँ चाहिँ सबै सामान ल्यायो नि, सामान हेर्नु है, त्यो निलो झोला है, सामानहरू सबै हामीले लिएका छौँ है। अब चाहिँ हामी यो ठाउँमा आएका छौँ। अब हामी चाहिँ कहाँ बस्ने भनेर हामीले यहाँ यसो डिसाइड गर्नुपर्छ है। यहाँ चाहिँ पोखरी हेर्दै आनन्दले बस्ने विचार गरेका छौँ हामी जान। देख्नुभयो तपाईँले यही गाडी है, हामी अघि चढेको गाडी। यो गाडी चाहिँ बिस्तारै आनन्दले घुमाउँदै मजाले चल्दो रहेछ कि। अनि यो के भन्छ अरे वरिपरि घुम्न नि रमाइलो रहेछ, ठाउँहरू चाहिँ एकदम राम्रो राम्रो रहेछ। अझै यो गाडी चाहिँ अझै धेरै माथिसम्म जान्छ अरे। हामी चाहिँ अब धेरै माथि चाहिँ नजाने, हामी यतैतिर बसेर यसो क्याम्प गर्ने भनेर हामीले विचार गरेको छौँ। यहाँ पनि मान्छेहरू त थुप्रो छन् है, तर त्यो उताको भन्दा चाहिँ अलि कमै भएको भएर चाहिँ अनि हामी ओर्लेका थियौँ। त्यही पनि हामी अझै फिक्स छैन हामी चाहिँ कहाँ बस्ने भनेर। त्यही भएर हामी चाहिँ यसो स्पट खोज्दैछौँ। अनि जहाँ चाहिँ राम्रो स्पट यसो देखिन्छ अनि हामी चाहिँ त्यहाँ बस्नेछौँ है। तपाईँले देख्नुहुन्छ हामी यहाँ आएर रमाइलो ठाउँ छ हामी चाहिँ आनन्दले। यहाँ चाहिँ त्यो बाइक गाडीहरूमा आउनु पनि सक्नुहुन्छ रहेछ। अनि यहाँ पार्किङहरू पनि रहेछ। अनि यहाँ थुप्रो गाडीहरू चाहिँ मान्छेहरू यसो आएर ग्रुपमा आएर सँगै बसेर यसो पिकनिक सिकनिक मनाउनु चाहिँ एकदम राम्रो ठाउँ रहेछ है। अनि यहाँ थुप्रो मान्छेहरू यहाँ चाहिँ मैले चाहिँ यसो हेर्दाखेरि यहाँ चाहिँ उयो कोरियनहरू भन्दा नि विदेशीहरू पनि थुप्रो रहेछ है। विदेशीहरू थुप्रो रहेछ, थुप्रो भन्छ रहेछ आनन्दले आएकै छौँ यहाँ। हामी हिँड्दा हिँड्दै यहाँ यो तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ थुप्रो मान्छेहरू यसरी है पुरा आनन्दले घुमेर कोही घुम्ने यसो वाकिङ गर्ने, कोही बोल्ने गफ गर्ने, कोही चाहिँ बस्ने यसरी ग्रुप रमाइलो गर्ने त्यो लगालग होइन। अनि हामीले चाहिँ एउटा गाडी पनि देखेका छौँ हाम्रो अगाडि होइन। हामी चाहिँ यसो बस्ने ठाउँ खोज्दा खोज्दा अनि यो गाडी चाहिँ यस्तो रहेछ। यो गाडी चाहिँ सर आएर अनि त्यहाँ चाहिँ त्यो फोहोरको गाडी ठ्याक्कै त्यो लक गरेर अनि जाँदो रहेछ। अनि यो चाहिँ सँगै उठाएर लिएर जाँदो रहेछ। यो चाहिँ सायद फोहोर फाल्ने होला मेरो विचारमा चाहिँ होइन। त्यो गाडी चाहिँ त्यो फोहोर लिन आउने, फोहोर गर्ने होला है। राम्रो ठाउँ छ है योहरू। हुन्छ यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो खोलाहरू पनि एकदम राम्रो छ। यो चाहिँ हाङ रिभरै हो है, यो चाहिँ हाङ रिभर हो। हाङ रिभरै हो यो ठाउँ चाहिँ। रमाइलो ठाउँ रहेछ, घुमेर मजाको रहेछ। राम्रो त्यहाँ हेर्नु न जोडी पनि लभ राखेर है हाम्रो जोडी बोटहरू हाम्रो ग्याङ चाहिँ अझै हिँड्दै नै छ है। हामी चाहिँ खोज्दै नै छौँ कहाँ बस्ने भनेर। हामी अझै हिँड्दैछौँ होइन। अनि यहाँ चाहिँ हेर्नु यहाँ पुरा बच्चाको यो राम्रो ऊ पनि रहेछ हेर, बाउ पनि सरर गुड्न मिल्ने रहेछ है। पछि भविष्यमा बच्चा भयो भने त्यस्तै लिनुपर्ने रहेछ है। अनि यहाँ चाहिँ मान्छेहरू पनि थुप्रो हिँड्ने मान्छेहरू रहेछ, तपाईँहरू देख्न सक्नुहुन्छ नि। अनि हाम्रो ग्याङ पनि यहाँ झोला बोकेर पुरा हाम्रो ग्याङ यहाँ झोला बोकेर लथालिङ्ग भएर हामी हिँड्दैछौँ होइन। हामी बस्ने ठाउँ खोज्दैछौँ। अनि त्यसपछि हाम्रो जोन र फ्रान्सिस ब्रो पनि अगाडि पुगिसकेका छन्। अनि हाम्रो यहाँ हेर्नु न यो के भन्छ यो यतापट्टि चाहिँ यो हाम्रो नेपालको जस्तै पोखरी क्या सर। अनि त्यसपछि ऊ त्यहाँ त्यो फुल भएको है, कति राम्रो फुलमा फुलै फुल आयो, कति राम्रो देखेको छ। अनि मान्छेहरू उस्तै गरेर यहाँ चाहिँ पुरा वाक गर्दैछन् है, कुद्दैछन् है, जगिङहरू। यो कोरियनहरू चाहिँ जोस फिट हुन खोज्छन् है। यो चाहिँ राम्रो छ। यिनीहरूको चाहिँ पेट सेट हुँदैन। हाम्रो चाहिँ अब हामीलाई त धेरै खानुपर्छ नि त, त्यही हो गाइस। अनि हाम्रो यात्रा चलि नै रहेछ है। कोही यहाँ हामी यसो अल्छिँदै फोटो खिच्दै हिँड्दै चलिरहेछ हाम्रो है। हाम्रो पिकनिक रमाइलो भइरहेछ अहिले चाहिँ भनेर। अब हामी एक्ज्याक्ट कहाँ बस्छौँ भनेर चाहिँ हामी चाहिँ ठाउँ चाहिँ खोज्दैछौँ है। हामी हिँड्दैछौँ है। यस्तो छ पोखरी है। त्यसपछि अघि हामीले यो हाँस देखेको चाहिँ अघि गाडीमा चाहिँ यही नै हो है। अघि हामी यही बाटोबाट हिँडेको हेर्नु त क्या मजाले रहेछ। यहाँ माछा खोजिरहेको छ जस्तो छ यस्तो छ है। त्यसपछि यतापट्टि चाहिँ यस्तो छ हेर्नु त त फुल हेर्नु ठाउँ चाहिँ राम्रो छ है। फुलहरूदेखि लिएर यस्तो तपाईँहरू पनि आउन सक्नुहुन्छ है यो ठाउँ चाहिँ। यसरी मान्छेहरू चाहिँ थुप्रो हिँड्दैछन् यहाँ। मेन कुरा चाहिँ हामी यहाँ बस्नलाई ठाउँ खोज्दैछौँ। ठाउँ त थुप्रो छ बस्ने होइन, तर यस्तो राम्रो ट्याक्टर मिलेको ठाउँ चाहिँ खोज्दैछौँ है हामी चाहिँ। अब चाहिँ हामी यो नेपालको यो कुन ठाउँ यो चितवनको तराईमा हामी हिँड्दैछौँ होइन गाइस। एकदम गर्मी छ। सो गाइस हामी चाहिँ खै गाइसहरू यता हेरौँ। हामी चाहिँ यहाँ अहिले चाहिँ यो चितवनको गाइस हामी अहिले यो चितवनको नेसनल पार्कमा घुम्दैछौँ होइन। एकदम गर्मी छ यहाँ चाहिँ भनेर भन्नु मन थियो, तर यो कोरियाको नेसनल पार्क हो, कोरियाको चितवन। गाइस है यहाँको हाम्रो यहाँ सुट पनि हुँदैछ है।
चाहिँ के भन्छ अरे मोडल सुट हुँदैछ है। यहाँ चाहिँ यस्तो हुँदैछ। यहाँ तपाईँले यो यसो हरियाली हेर्नुभयो भने चाहिँ ठ्याक्कै के भन्छ अरे हाम्रो नेपालको जस्तै छ है। नेपालको छुट्टै तर अलिक यताउता हेर्यो भने चाहिँ अब उता बिल्डिङहरू चाहिँ नेपाल जस्तो देखिँदैन। तर यहाँ चाहिँ ब्रान्डले हरियाली अनि यहाँ मोडल अनि क्यामराम्यान सबै यहाँ बोकेर हिँडेका छौँ होइन। त्यसपछि यो हरियालीमा हामी चाहिँ बिस्तारै अब यो स्पट ठ्याक्क कहाँ बस्ने हामी स्पट खोज्दैछौँ। त्यो स्पट पाएपछि चाहिँ हामी ठ्याक्क लाएर खेल्दैछौँ। स्पटमा बस्दैछौँ। त्यसपछि सायद यसो किचित खाने साथी खाने है सब्जी गर्दैछौँ क्या हामी चाहिँ हुन्छ। गाइस यहाँ चाहिँ यस्तो पोखरी है मजाको पोखरी आनन्दले पोखरी उठ्छ अनि हामी चाहिँ यहाँ हिँड्दैछौँ त्यो बाटोमा है। यो चाहिँ ठ्याक्क त्यो हाम्रो गाउँतिरको ठ्याक्क त्यो बारीतिर हिँड्ने जस्तो रहेछ है। अलिकति विकसित छ यो हिँड्ने बाटो भएर होइन, नत्र त बारीमा हिँड्ने जस्तो। ठ्याक्क यो साइडमा पुरा त्यो के भन्छ अरे एउटा पोखरी हुन्छ नि सानो पोखरी जस्तो। अनि हामी चाहिँ हिँड्दैछौँ है। अनि हामी चाहिँ बस्ने ठाउँ खोज्दैछौँ हिँड्दैछौँ है। ऊ त्यो अगाडि ऊ त्यहाँ बिछाइसक्यो त्यहाँ यहाँ पुरा बस्नुलाई कुदिसकेका छन् है। अनि त्यो म त त्यो धान काटेपछि त्यो खेतमा हिँड्छ नि ठ्याक्कै त्यस्तै पो रहेछ है। घ्याचक घ्याचक हुँदाखेरि यो हिँड्न गाह्रो रहेछ यो उसमा। अब चाहिँ गाइज हामीले चाहिँ यहाँ बस्ने स्पट भेटिसकेका छौँ। अब चाहिँ तपाईँहरूलाई हामी चाहिँ बसेपछि कुरा गर्नेछौँ है त। छेउमा चाहिँ खोलाको किनार, यतापट्टि चाहिँ पोखरी तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि यो पोखरी र खोलाको बिचमा चाहिँ हामी बस्ने स्पट है। हामीले चाहिँ हाम्रो स्पट चाहिँ लास्टमा चाहिँ हामी के गरिसकेका छौँ देखिसकेका छौँ भेटिसकेका छौँ। अब चाहिँ हामी बसेका छौँ यहाँ स्पट यसरी पुरा कार्पेटहरू राखेर है। अब त्यही हो अब हामी बसेर यहाँ अब खाजा सल्दा यताउता खानेछौँ। त्यही हो गाइस है। त्यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ त्यो पुरा सर्फिङ बोटहरू पुरा चलिरहेको छ है। बस्दै अब आनन्दले हिँडेर यो ब्युटिनेसको आनन्दले मजा लिएर है। अनि हामी चाहिँ के गर्दैछौँ बसेर यसो खोला कुसारी गर्दैछौँ है त। र लेडिज ग्याङ चाहिँ उता फोटो खिच्दैछ नि। हामी तिनीहरू यहाँ बसेर अचार चाहिँ खाएको खाइछौँ। यो चाहिँ अब कति अचार चाहिँ अब सकिनै लागिसक्यो। खै लेडिज ग्याङहरू पनि आउँदैनन् होइन। अब यो अचार सकिएला भन्ने पो डर भइसक्यो होइन त। ल हामी तिनीहरू यहाँ कन्ट्रोल गरेर सकेको छैनौँ अचारको कारणले। खाँदैछौँ अझै खाने भने फोटो चल्दैछ। दाले बनाउनु भएको अचार हो यो चाहिँ। त्यही हो एउटा 20,000 हो। एकदम मिठो छ। त्यही भएर तपाईँहरूले नि यसो अर्डर गरेर खान सक्नुहुन्छ होइन। मिठो पनि छ सबै चिज छ। अरू चाहिँ हाम्रो यहाँ ग्रुप बसेर खाने कार्यक्रम सुरु हुन आँटेको छ होइन। अनि हामीले चाहिँ प्लेट चाहिँ लिएर आएको थियौँ। प्लेट चाहिँ तर मिस्टेकले यो ओभनमा राख्ने ऊ चाहिँ लिएर आएछ प्लेटको काटो। त्यही पनि 3-4वटा राखेर एउटा प्लेट बनाएको छ परिरहेको छ होइन। अब हामी अचार चाहिँ सब खानेछौँ होइन। हाम्रो यहाँ अब चल्न लागेको गायो कुन भइहाल्छ ए यहाँ रिसाइकल गरेर दुईटा यता पुग्नु भने केही छैन। हुन्छ धेरै खाइसक्यो हाम्रो त गाइजहरू। ल यहाँ चाहिँ हाम्रो ठ्याक्क आज यो नेवारी डिस जस्तो भएको छ है। छोइला ऊ जस्तो है ठ्याक्क लाएर ल अझै यहाँ आइटमहरू टन्नै छ खाँदैछौँ। यो बार्दिउँ होला हाम्रो चाहिँ हाम्रो लगभग है खाना अब सुरु भइसकेको छ। हामी चाहिँ चिउरा चाउचाउ अनि त्यसपछि यो अचारहरू ससहरू सबै है मजाले है अब चाहिँ यहाँ खाना सुरु भएको छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ है। मेरो चाहिँ यहाँ पसिना पिरोले म चाहिँ सिद्धिन लाग्यो। यहाँ खाना सक्यो सबै होइन। यस्तो पिरो होइन। आज धेरै वर्षौपछि पिरो खतरा खाएर होला। म चाहिँ एकदम यहाँ रन्थनिसकेका छु। पिरो खानै सकेको छ। यहाँ भोलि पनि लडबडाउनु थालिसक्यो यहाँ पिरो खाएर। अब चाहिँ पानी सानी यहाँ सकेर पानी पनि खोज्नुपर्छ होला। मतलब पसल जानुपर्छ होला पानी लिनलाई। त्यही हो अनि त्यसपछि यहाँ हामीसँग चाहिँ आज झुला रहेछ है। झुला यहाँ अनि हामी बुढाबुढी चाहिँ ट्याक्क लगाएर झुलामा यसरी बसेर आनन्दले झुल्दैछौँ है। रमाइलो गर्दैछौँ। आजको दिन चाहिँ रमाइलो भइसक्यो। अनि अर्को कुरा चाहिँ यहाँ अब आज लगभग कति 7 साढे 7 हुन लागिसक्यो है। 7:30 8 हुन लागिसक्यो होइन। तर यहाँ चाहिँ के भयो भने चाहिँ 7:30 8 हुन लाग्दैन। उज्यालो चाहिँ हेर्नु न यहाँ कस्तो उज्यालो छ है। लगभग 4-5 बजेको उज्यालो जस्तो छ है। अनि त्यही हो
अनि रमाइलो भइरहेछ यहाँ बस्यो यहाँ यसरी बसेका छौँ अनि त्यसपछि त्यस्तै गरेर उताबाट गाडी सरर है तपाईँहरूले देख्नुभयो कि भएन गाडी सरर त्यहीँबाट कुदिरहेछ पछाडि हाम्रो पछाडि पोखरी अनि हाम्रो अगाडिपट्टि चाहिँ उयो के भन्छ अरे रिभर छ चाहिँ लगभग कति 8:30 बजेको छ अनि हामी चाहिँ यहाँ अब हल्का के भन्छ अलि कति बजीतिर जान्छौँ फ्रान्सिसबाट हामी यहाँबाट घर 9देखि 9:15तिर हिँड्छौँ होला अनि 8:30मा पनि त्यस्तो अँधेरो चाहिँ छैन यतिको ठिक्कको छ अनि हामीले चाहिँ अब यहाँ पुरा पानी सानी यताउता किनेर लिएर आएका छौँ अब चाहिँ हामी 3 जना यस्तो आएर अब चाहिँ हामी यसो गएर यसो पानी सानी यताउता खाएर एकछिन बसेर अनि एकछिन 9:15तिर चाहिँ हामी यहाँबाट चाहिँ छुट्नेछौँ गाइस आज चाहिँ जोस रमाइलो भयो अनि रमाइलो हुँदै पनि छ है ट्रेन कुदिरहेको छ ट्रेन कुदिरहेको है गाइस यहाँ के बन्दैछ स्यान्डविच बन्दैछ बिस्तारै हेरेर त्यहाँ मटन क्यामेराम्यान एक्सन कट सामी पुच्छर मिलेको थियो तपाईले अहिले त्यसमा नि फोल्ड गर्नु हुँदैन ल खानेलाई डाइरेक्ट चाकेर किन हुन्छ त्यस्तो गएको थिएन आउने हो दिन आफ्नो मित्र मलाई बनाउनु हो मेरोलाई तपाईँले चुनेर आफ्नो मित्र मलाई बनाउनु हो मेरो चामरी बनाउनु हो पवित्र पानी मलाई बनाउनु हो जस्तो आजको लागि यति नै अब चाहिँ हामी सबैजना हाम्रो प्रोग्राम सकेर अब हामी चाहिँ घरतिर जाँदैछौँ अनि त्यही भएर हाम्रो च्यानललाई चाहिँ तपाईँहरूले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला